1 घण्टा 10 मिनट 27 सेकन्डको भिडियो छ। मात्र 3 जनाले यो भिडियोलाई पुरा हेरिहाल्थ्यो भने 3 घण्टा वाच टाइम हुन्थ्यो। तर हेर्नुस् त 60 जनाले हेरेछ। यसको अर्थ 60 घण्टा 1 घण्टा 10 मिनट 27 सेकन्डको भिडियो छ। मात्र 3 जनाले यो भिडियोलाई पुरा हेरिहाल्थ्यो भने 3 घण्टा वाच टाइम हुन्थ्यो। तर हेर्नुस् त 60 जनाले हेरेछ। यसको अर्थ 60 घण्टा हुनु पर्थ्यो। तर हेर्नुस् त कति घण्टा भएछ? मात्र 1 घण्टा 51 मिनट, मात्र 2 घण्टा जति भएको छ वाच टाइम। यस्तो गर्नुहुन्छ भने कसरी म अपलोड गर्छु भिडियो भन्नुस् त? 60 जनामा कोही चाहिँ 1 मिनटको हेरेछ, कोही चाहिँ 10 मिनट हेरेछ भिडियो, कोही चाहिँ 5 मिनट हेरेछ, 20 मिनट हेरेछ। लोक सेवा प्रिपरेसन राम्रोसँग होस् भनेर तपाईहरुको माझमा यो भिडियो म ल्याएँ। यसै भ्युज आउँछ भने म कसरी अपलोड गर्छु भिडियो? यसरी हेर्नुको कारण के हो? वाच नगर्नुको कारण के हो? तपाई नै भन्नुस्, म थाकिहालेँ। साउन्ड आएको छ? आयो। साउन्ड आएन के आइरहेछ? आएको छ है। सबैजनालाई गुड इभिनिङ है। सरी सरी हामी चाहिँ बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी पढ्छौँ। हामी 5औं क्लासमा थियौँ, बिचमै छोड्नुपर्ने अवस्था आयो। म चाहिँ हस्पिटलमा बस्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ है। फेरि हामी गुड इभिनिङ है, सबैजनालाई गुड इभिनिङ। बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी है। बिल्डिङ टेक्नोलोजी। मैले एउटा क्वेसन लेखाएर त्यसपछि 7.4 बाँकी छ सर। सर साउन्ड आएन साउन्ड? स्टेयरकेसदेखि हस्। मैले एउटा क्वेसन लेखाएको थिएँ। वाट आर द रिक्वायरमेन्ट्स फर अ गुड स्टेयरकेस? यहाँबाट सोध्न सक्ने प्रोबेबल सब्जेक्टिभ क्वेसन 5 मार्क्सको लागि भनेर यति क्वेसन लेखाएको थिएँ है त। वाट आर द रिक्वायरमेन्ट्स फर अ गुड स्टेयरकेस भनेर। हेर्नुहोस् है, यहाँबाट सब्जेक्टिभ यो स्टेयरकेसको पोर्सनबाट चाहिँ दुईटै अब्जेक्टिभ क्वेसन धेरैचोटि सोधेको छ। अब्जेक्टिभ क्वेसन धेरैचोटि सोधेको छ। सब्जेक्टिभ पनि आयो भने यस्तो क्वेसनहरू आउन सक्छ है। 6 ट्रे हो है। ल हेर्नुहोस् है त, यसरी क्वेसन आयो भने है, यसरी क्वेसन आयो भने चाहिँ कसरी एन्सर लेख्नु पर्यो त? सब्जेक्टिभमा मैले सुरुमै भने डिफिनेसनबाट सुरु गर्नु पर्यो है। केबाट त? डिफिनेसनबाट सुरु गर्नु, डिफाइन गर्नु पर्यो। के हो त स्टेयरकेस भनेको? स्टेयरकेस इज अ सिरिज अफ स्टेप्स, series of steps leading from one floor to other है। यति एक लाइन डेफिनेसन। यहाँ वाट इज स्टेयरकेस भनेर सोधेको त छैन, तर के त यति लेखेर चाहिँ अनि एज पर NBC 206 the requirements for a good staircase आर भनेर त्यसमा पोइन्ट्समा लेख्नु पर्यो है। सुरुमा लोकेसन, लोकेसनमा चाहिँ इट सुड प्रोभाइड इजी एक्सेस
assess and get sufficient light and ventilation. टुमा width of staircase. Width of staircase चाहिँ सुरुको टपिकै यही हो है आज। width of staircase चाहिँ रेसिडेन्सियल बिल्डिङ छ भने 800 mm, जेनरली कति त 1000 mm। अब रेन्ज सोध्यो भने पब्लिक बिल्डिङ 1800 mm। अब रेन्ज सोध्यो भने चाहिँ रेन्जमा चाहिँ पब्लिक बिल्डिङ भयो भने 1.5 मिटर टु 1.8 मिटर लाउनु पर्यो। अनि यसको रेन्ज रेसिडेन्सियलको सोध्यो भने चाहिँ रेन्ज सोध्यो भने 0.8 टु 1 मिटर लाउनु पर्यो है। 0.80 मिटर टु 1.0 मिटर यसरी लाउनु पर्यो। त्यस पछाडि width of landing, width of landing भने चाहिँ कस्तो हुनु पर्यो त एटलिस्ट इक्वल टु लिस्ट इक्वल टु width of staircase, width of staircase at any cases. फोरमा स्टेप डाइमेन्सन चाहिँ मिनिमम ट्रेड भनेको 25 सेन्टिमिटर, म्याक्सिमम राइज हैन है त। मिनिमम ट्रेड र म्याक्सिमम राइज भनेको चाहिँ 17.5 सेन्टिमिटर। यति लेखिसक्नु है त। रुरल टेक्नोलोजी कति बेला स्टार्ट भयो? भर्खर स्टार्ट भयो। भर्खर मैले लेखेर मेटाएको पनि छैन है, लेखेर मेटाएको पनि छैन। यसरी पोइन्ट्समै लेख्ने हो। रिक्वायरमेन्ट्स फर गुड स्टेयरकेस भनेर सोध्यो भने हामी पोइन्ट्समै लेख्नु पर्छ। रुरल टेक्नोलोजी पढ्ने है, पढ्ने हामी पढ्छौँ। रुरल टेक्नोलोजी अल्टरनेटिभ सोर्सेस अफ एनर्जी भन्ने छ, अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ भन्ने छ, त्यो पनि पढ्छौँ हामी है। पहिला इम्पोर्टेन्ट टपिकहरुमा फोकस गरौँ। स्ट्रक्चर पनि हजुरले पढाइदिनु न हामीलाई। स्ट्रक्चर मैले बिल्डिङ पढाउनु भएको छैन है, स्ट्रक्चर कहाँबाट पढाउने मैले। ल हेर्नु है त, मैले एक्सप्लेन गर्न थालेँ है त। के रहेछ त स्टेयरकेस भनेको सिरिज अफ स्टेप्स, स्टेप्सको चाहिँ सिरिज हो जसले के त एउटा तलाबाट अर्को तलामा जान मद्दत गर्छ, लिड गर्छ है। है के त
स्टेप्स भनेको के रहेछ त? यो स्टेयरकेस भनेको सिरिज अफ स्टेप्स, सिडीहरूको चाहिँ सिरिज हो जसले एउटा तलाबाट अर्को तलामा जान मद्दत पुर्याउँछ। अब एनबिसी हेर्नु त यति लेख्यो भने धेरै प्रेजेन्टेसनमा धेरै फरक पर्छ। एक्जाममा एनबिसी कोड गर्न सक्नुभयो भने चेक गर्न चाहिँ के इम्प्रेसन पर्न जान्छ, एनबिसी नेसनल बिल्डिङ कोडको बारेमा पनि अलिअलि थाहा रहेछ भन्ने इम्प्रेसन पर्न जान्छ। त्यसले चाहिँ छुट्टै प्रभाव पार्छ, म्याक्सिमम मार्क्स एटेन्ड गर्न सकिन्छ। के रहेछ रिक्वायरमेन्ट्स? लोकेसन सुरुमा कस्तो ठाउँमा हुनु पर्यो? लोकेसन भनेको चाहिँ सिडी कस्तो ठाउँमा हुनुपर्छ त, होइन? सिडी कस्तो ठाउँमा हुनुपर्छ भने इट सुड प्रोभाइड इजी एक्सेस, सजिलै पुग्न सक्नु पर्यो है, सजिलै पुग्न सक्नु पर्यो र त्यहाँ चाहिँ सफिसियन्ट लाइट हुनु पर्यो, उज्यालो हुनु पर्यो सिडी, अनि भेन्टिलेसन पनि हुनु पर्यो। उज्यालो भयो भने के हुन्छ, सिडीबाट खसेर लड्न सक्ने चान्सेसहरू हुन्छ। सजिलै पुग्न सकिँदैन भने त्यो सिडीको के काम है। अनि अर्को विड्थ अफ स्टेयरकेस रेसिडेन्सियल बिल्डिङको केसमा हेर्नु त 800 mm छ कोडमा है, एनबिसी 206 को अनुसार चाहिँ 800 mm छ। जेनरली हामी 1 मिटर अथवा 3 फिटको प्रोभाइड गर्नुपर्छ भन्छ। एटलिस्ट 90 सेन्टिमिटर भन्नुभएको छ, यहाँ एटलिस्ट 90 सेन्टिमिटर पनि लेखेको छ जेनरली, तर कोडमा चाहिँ 800 mm हुन्छ। रेन्ज सोध्यो भने रेसिडेन्सियलको 0.80 मिटरदेखि 1 मिटर छ भने पब्लिक बिल्डिङको चाहिँ रेन्ज भनेको चाहिँ 1.5, यो अब्जेक्टिभमा पनि सोधेको छ, 1.5 मिटर टु 1.8 मिटर। विड्थ अफ ल्यान्डिङ भने चाहिँ के त? हेर्नु त, हामी स्टेप्सहरू गइसकेपछि चाहिँ ल्यान्ड गर्छौँ, त्यो ल्यान्डिङको विड्थ चाहिँ कम्तीमा पनि विड्थ अफ स्टेयरकेस जस्तै 800 छ भने 800 हुनु पर्यो, 1 मिटर छ भने 1 मिटर। 1800 को हामीलाई पब्लिक बिल्डिङको चाहिँ विड्थ अफ स्टेयरकेस छ भने माथि गएर ल्यान्ड गर्दाखेरि चाहिँ कम्तीमा पनि 1800 नै प्रोभाइड गर्नुपर्छ भनेको जुनसुकै केसमा। अब स्टेप डाइमेन्सनमा के भनेको छ त? मिनिमम ट्रेड र म्याक्सिमम राइज भनेको छ। हेर्नु त, ट्रेड र राइज भने के हो त? भर्टिकल राइज भन्छ भने हरिजेन्टल ट्रेड भन्छ। म्याक्सिमम कति हुन्छ र त? राइज चाहिँ 17.5 सेन्टिमिटर हुन्छ भने ट्रेड चाहिँ मिनिमम कम्तीमा 25 हुनु पर्यो। हेर्नु है, एउटा चाहिँ मिनिमम दिएको छ, अर्को चाहिँ म्याक्सिमम दिएको छ, नझुकिनु होला। किन एउटा मिनिमम एउटा म्याक्सिमम भन्ने कुरा आउन सक्छ। मिनिमम ट्रेड किन भने त कम्तीमा 25 प्रोभाइड गर्नु पर्यो, योभन्दा बढी 30, 35, 40, 50 जति पनि प्रोभाइड गरिन्छ त्यसले त स्टेयरकेस चढ्न सजिलो गराउँछ, त्यही भएर मिनिमम भ्यालु दियो। तर राइट चाहिँ किन म्याक्सिमम भनेर लेख्यो त 17.5? यो 17.5 भन्दा अग्लो राइज भयो भने चाहिँ सिडी चढ्न अप्ठ्यारो हुन्छ भन्ने कन्सेप्टले गर्दाखेरि चाहिँ म्याक्सिमम राइजको केसमा चाहिँ म्याक्सिमममा लिमिट गरिदियो भने ट्रेडको केसमा चाहिँ मिनिमम ट्रेड भनेर आयो है। यो अब्जेक्टिभमा पनि सोध्न सक्छ है, म्याक्सिमम राइज कति प्रोभाइड गर्ने, मिनिमम ट्रेड चाहिँ कति हुनुपर्छ भनेर। अझै 5th पोइन्टमा लेख्नु होला, मैले यो मेटाइदिउँ। मेटाइदिउँ, ओके है। ल हेर्नु है त, अब अर्को पोइन्टमा लेख्नु होला। जम्मा 5वटा पोइन्ट लेख्दा हुन्छ है। 5 मार्क्स आयो भने 5वटा एक लाइन डेफिनेसन लेख्ने अनि 5वटा पोइन्ट्स लेख्ने। 4th लेभल र 5th लेभललाई मोर देन इनफ हुन्छ। 5th मा लेख्नु पिच अर स्लोप अफ स्टेयरकेस। स्लोप अफ स्टेयरकेस भनेको कति हुनुपर्छ त? 25 डिग्रिज टु 40 डिग्रिजको रेन्जमा हुनुपर्छ पिच अर स्लोप अफ स्टेयरकेस। अर्को 6 मा फ्लाइट, अनब्रोकन सिरिज अफ स्टेप्सलाई चाहिँ के भन्छ त? फ्लाइट भन्छ। अनब्रोकन सिरिज अफ स्टेप्स इज कल्ड फ्लाइट। हेर्नु त, अनब्रोकन बिचमा चाहिँ ब्रेक नभएको, लेस देन 40 डिग्रिज हो। 25 डिग्रीदेखि 40 डिग्री 30, 35 प्रोभाइड गर्न मिल्यो भन्नु खोजे कोडले, त्यसरी रेस्ट्रिक्सन्स गराएको छ। अब हेर्नु त, अनब्रोकन सिरिज अफ स्टेप्स इज नोन एज फ्लाइट। मिनिमम नम्बर अफ स्टेप्स इन इच फ्लाइट, इच फ्लाइट भनेको चाहिँ कति हुन्छ त? 3 र म्याक्सिमम नम्बर अफ स्टेप्स इन इच फ्लाइट भनेको 15। हेर्नु है, 3 र 15। म्याक्सिमम इन्डियन राइटरको किताबहरूमा तपाईँहरूले
3 र 12 देख्न सक्नुहुन्छ हैन 3 यो चाहिँ इन्डियन स्ट्यान्डर्ड्स इन्डियन कोड अनुसार चाहिँ 3 एन्ड 12 पनि देख्न सक्नुहुन्छ है र स्टेयरकेसको नर्मली फिगर बनाएर एभ्री पार्टको नेम भनिदिनु न सर ओके हुन्छ है एनएसमा चाहिँ के त 15 अब म क्वेसन पनि गराउँछु योसँग रिलेटेड अब एउटा यहाँ चाहिँ के लेख्नु भने थम्ब रुल फर कहिले यहाँबाट पनि अब्जेक्टिभ फर स्टेप डिजाइन थम्ब रुल फर स्टेप डिजाइन भन्यो भने चाहिँ 1 मा r plus t equals to 40 centimeter to 45 centimeter 2 मा 2r plus t equals to 60 centimeter 3 मा r into t equals to 400 centimeter 400 to 450 सेन्टिमिटर बाई सेन्टिमिटर तपाईलाई कहिलेकाहीँ डाइरेक्ट क्वेसन के सोध्न सक्छ सम अफ राइज एन्ड ट्रेड कति हुन्छ भनेर सोधिदिन सक्छ कसरी त क्वेसन चाहिँ सम अफ राइज एन्ड ट्रेड 40 to 450 हुन्छ कि हैन अथवा 400 to 450 हुन्छ भनेर अप्सनहरु त्यस्तो आइरा हुन्छ यहाँबाट पनि अब्जेक्टिभ सोधिरा हुन्छ अब्जेक्टिभ अब हेरौँ है त सोधेकै क्वेसनहरु हेरौँ पहिला यति एक्सप्लेन गर्छु अनि हेर माइनस कि प्लस कुन चाहिँ यो माइनस प्लस हैन 40 सेन्टिमिटर पनि राख्न मिल्यो 40 देखि 45 सेन्टिमिटर माइनस हैन 40 सेन्टिमिटर टु 2 भनेर लेख्नु होला ल झुकिनु हुन्छ भने 400 to 450 नझुकिनु होला है माइनस साइन हैन 400 to 450 40 सेन्टिमिटर टु 45 सेन्टिमिटर है माइनस हैन लास्ट वालाको r into t हो यो लास्ट चाहिँ के त r into t यो थम्ब रुल पनि थाहा हुनुपर्छ यहाँबाट अब्जेक्टिभ सोध्न सक्छ डिजाइन सोध्यो भने यसमा यो पनि एप्लाई गर्नुपर्छ पिचर स्लोप अफ स्टेयरकेस भनेको चाहिँ के त पिचर स्लोप भनेको कति एंगलमा चाहिँ स्टेयरकेस जानुपर्छ त जुन हरिजेन्टलबाट चाहिँ कस्तो एंगलमा चाहिँ गएर स्टेयरकेस बन्नुपर्छ भनेर अहिले म फिगर बनाउँछु अझ क्लियर हुन्छ है थम्ब रुल पनि एनबीसी 206 हैन यो छुट्टै मैले लेखाको है यो चाहिँ थम्ब रुल चाहिँ रुलै छ एनबीसी 206 भन्दा पनि यिनीहरू कुराहरू चाहिँ एनबीसी मा छ भने अब फ्लाइट भनेको चाहिँ के हो त अनब्रोकन सिरिज अफ स्टेप्स इज कल्ड फ्लाइट जस्तै मेरो यसरी स्टेप्सहरु सुरु भयो यसरी स्टेप्स जबसम्म ब्रेक हुँदैन यसमा ब्रेक भएपछि यहाँ ल्यान्डिङले ब्रेक गराउँछ भन्छ यो एउटा फ्लाइट भयो क्या यो एउटा फ्लाइटमा चाहिँ मिनिमम कतिवटा हुनुपर्छ त 3टा म्याक्सिमम चाहिँ 15 वटा भनिन्छ रुरल टेक्नोलोजी हामी हेर्छौं है हेर्छौं लास्टमा कङ्क्रिटसँग अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ पनि पढ्न बाँकी छ है ल मैले मेटाइदिउँ अब क्वेसन हेरौँ है त एमसीक्यू स्टेयरकेसबाट एमसीक्यू क्वेसनहरु सोधेको छ है 4th 5th दुईटैमा रेसिडेन्शियल बिल्डिङमा 90 सेन्टिमिटर जेनरली 90 सेन्टिमिटर हो हेडरुमको बारेमा पनि भनिदिन्छु म ल आर भनेको राइज राइजर टी भनेको ट्रेड हो है अघि मैले बनाए नि यसरी हरिजेन्टल चाहिँ के हुन्छ त ट्रेड हुन्छ भर्टिकल चाहिँ राइज हुन्छ भर्टिकल राइज ट्रेड यसरी बुझ्नु पर्यो है हेडरुम म भनिदिन्छु मैले यो मेटाइदिउँ त अब्जेक्टिभ क्वेसन हेरौँ है त अहिले फिगर बनाएर म पार्ट्सहरु एक्सप्लेन गर्छु है विड्थ अफ ल्यान्डिङ एटलिस्ट इक्वल टु विड्थ अफ स्टेयरकेस हुन्छ सर राइजर र राइजमा के फरक छ राइज भनेको चाहिँ हेर्नु त यसलाई यो यतिले एउटालाई चाहिँ राइजर भन्छ अनि यहाँ राइज भनेको चाहिँ यो ल्यान्डिङ सम्म जुन फ्लाइटको राइज हुन्छ यसलाई चाहिँ राइज भन्छ के अहिले फिगर बनाउँछु यो एउटा भर्टिकल कम्पोनेन्ट अफ स्टेप्सलाई चाहिँ राइजर भन्छ यो एउटा फ्लाइटको चाहिँ कति हाइट सम्म छ गएको छ त्यसलाई चाहिँ राइजर भन्छ है म्याक्सिमम राइज 19.57 छ सर अल इन वान बुकमा हैन मैले कोड अनुसार एनबीसी 206 फलो गर्नु होला त्यो एनबीसी 206 अनुसार चाहिँ 17.5 फिगर बनाउँदा हुन्छ कि नाइ सर एक्जाममा आउँदा अब फिगर बनाउन भ्याउनुहुन्छ भने फिगर बनाउने तर यो क्वेसनमा फिगर बनाइराख्न आवश्यक छैन टाइम लस हो है रिक्वायरमेन्ट सोधेको छ फिगर बनाउन भ्याउनुहुन्छ भने त बनाउँदा भइहाल्यो मैले मेटाइदिउँ अब एमसीक्यू क्वेसन हेरौँ है त एक्जाममा सोधेको एमसीक्यू क्वेसनहरु
फिगर त सकेसम्म फिगर बनाउँदा हुन्छ है। फिगर त के त जुनसुकै क्वेसन लेखाएको छ भने यदि फिगर बनाउन मिल्छ भने फिगर बनाउने हो, सोधिराख्ने कुरै छैन, फिगर बनाइहाल्नुपर्छ। अब यहाँ सुदूरपश्चिममा फोर्थ र फिफ्थमा सोधेको क्वेसन हेरौँ है त। मैले अस्ति गण्डकीमा सोधेको क्वेसन गराएँ होला यहाँ, वाइन्डर्सवाला क्वेसन। अब सुदूरमा सोधेको क्वेसन हेरौँ है त। सुदूरमा फोर्थमा सोधेको क्वेसन, के छ? द नम्बर अफ स्टेप्स इन अ फ्लाइट, नम्बर अफ स्टेप्स इन अ फ्लाइट generally does not exceed, generally should not be less than, है, generally should not be less than generally should not be less than, हेर्नुहोस् है त, स्टेयर केसबाट अब्जेक्टिभ आछ, सब्जेक्टिभ चाहिँ थोरै आयो भने त्यही गुड रिक्वायरमेन्ट्स अफ स्टेयर केस आउन सक्छ। 2 3 5 12। अर्को क्वेसन सुदूरमा फिफ्थमा सोधेको क्वेसन, चाहिँ द म्याक्सिमम नम्बर अफ स्टेप्स इन अ फ्लाइट, maximum number of steps, the maximum number of steps in a flight, maximum number of steps in a flight should generally be restricted to, should generally be restricted to 10 12 15, no limit, 10 12 15 d no limit। ल यो दुईटा क्वेसन हेर्नु है त। यो दुईटा क्वेसन सुदूरको फोर्थ र फिफ्थमा सोधेको क्वेसन छ। यसको एन्सर बी र सी भन्नुभएको छ, बी र सी। र एउटा अर्को कर्णालीमा सोधेको क्वेसन पनि हेरिहालौँ हैन। द प्लेटफर्म एट द कर्णालीमा फोर्थमा सोधेको क्वेसन, कर्णाली फोर्थमा सोधेको क्वेसन चाहिँ द प्लेटफर्म एट द एन्ड अफ सिरिज अफ स्टेप्स इज नोन एज, द प्लेटफर्म एट द एन्ड अफ सिरिज अफ स्टेप्स इज नोन एज एमा प्लेटफर्म, बीमा रिलिफ, सीमा रेस्ट, डीमा ल्यान्डिङ। हेर्दा यस्तो सजिलो सजिलो क्वेसनहरू आइरहेको छ है, सजिलो क्वेसनहरू चाहिँ आइरहेको छ। तपाईँहरूले फोर्थ र फिफ्थ है आफ्नो लेभल अनुसार चाहिँ तयारी गर्नु पर्यो। फोर्थको लागि तयारी गर्दै हुनुहुन्छ कि फिफ्थको लागि तयारी गर्दै हुनुहुन्छ, त्यही अनुसारले चाहिँ तयारी गर्छ। 3 को डी बिबिडी भन्नुभएको छ। ल अहिले भर्खर मैले भनेको छु बिबी भन्नुभएको छ, को हो बिबिडी भन्ने चाहिँ? बिबिडी होइन है, बिसिडी हो। ठिक छ, बिसिडी। थ्री को डी ओके, बिसिडी हेर्नु है त। क्वेसनले के भनेको छ? जेनरली सुड नट बी लेस देन,
यो सुड नट बी लेस देन भनेको के हो नट लेस देन भनेको मिनिमम भ्यालु हो नि त हैन सुड नट बी लेस देन भनेको मिनिमम हो मिनिमम त 3टा हुनुपर्छ है मिनिमम 3टा हुनुपर्छ द म्याक्सिमम नम्बर अफ स्टेप्स इन अ फ्लाइट सुड जेनरली बी रेस्ट्रिक्टेड टु रेस्ट्रिक्टेड भनेको म्याक्सिमम भन्नु खोज्या म्याक्सिमम कतिसम्म प्रोभाइड गर्न मिल्छ भन्नु खोज्या म्याक्सिमम भ्यालु यो रेस्ट्रिक्टेड टु भनेको त्योभन्दा माथि चाहिँ नजानु भन्नु खोज्या है त्योभन्दा माथि चाहिँ जानु भएन भन्नु खोज्या हो त्यो म्याक्सिमम भ्यालु मैले कति भने त एनबिसी को अनुसार 15 अब कतिजनाले चाहिँ इन्डियन राइटर वेबसाइट इन्डियन वेबसाइटहरुमा हेर्ने 12 छ है तर हामीले एनबिसी कोड फलो गर्नुपर्छ एनबिसी लाई प्रायोरिटाइज गरेर प्रायोरिटी एनबिसी दिनुपर्छ त्यही भएर 3 and 50 नै लाउने हो है अब अर्को क्वेशन द प्लेटफर्म एट द इन्ड अफ सिरिज अफ स्टेप्स के भन्छ त त्यसलाई ल्यान्डिङ भन्छ स्टेप्स इन हुने ठाउँलाई चाहिँ के भन्छ ल्यान्डिङ भन्छ अब अर्को एउटा क्वेशन स्टेयरकेसै एमसीक्यू क्वेशन गरे बेलामा गरौँ है त सरी एक्सक्युज मी ल हेर्नु है त अब स्टेयरकेसकै एमसीक्यू क्वेशन थोरै सल्भ अब यो लेभल 1 सिम्पल क्वेशन भयो यो भने के त डाइरेक्ट क्वेशन हो अब इन्डाइरेक्टली क्वेशन कसरी सोध्न सक्छ अलिकति न्यूमेरिकल टाइपले यतिसम्मको टफ क्वेशन यदि लेभल 2 क्वेशन सोधिहाल्यो भने द फ्लोर हाइट अफ अ 3 meter बिल्डिङ height of 3 meter building the floor height of 3 meter building is connected with 17 number of trades going 17 number of trades going the number of riser is the number of riser is A मा 16 15 16 17 18 16 17 18 हेर्नु है त यसरी इन्डाइरेक्ट क्वेशन यसरी आउन सक्छ होमवर्कको बारेमा हामी कङ्क्रिट टेक्नोलोजीमा पढ्छौं है होमवर्कको बारेमा हामी कङ्क्रिट टेक्नोलोजीमा पढ्छौं ल यो एउटा क्वेशन सकाएपछि म स्टेयरकेसको पार्ट्सहरु फिगर बनाएर डिस्क्राइब गर्छु है त ल सर कङ्क्रिट टेक्नोलोजी कहिलेबाट सुरु हुन्छ सर सँगसँगै है पहिला म यो स्टेयरकेसहरु सकाउँछु त्यसपछि फ्लोरिङ र फिनिशिङहरु सकाउँछु त्यसपछि कङ्क्रिट टेक्नोलोजी सुरु हुन्छ है अब यसको आन्सर 18 भन्नुभयो ठीक छ 18 हैन तपाईहरुले सधैं एउटा फर्मुला सम्झिनु पर्यो नम्बर अफ ट्रेड्स भनेको चाहिँ के हो त नम्बर अफ राइजर -1 हो त्यो भनेको के हो T = R - 1 भनेर सम्झिने यो फर्मुलालाई सम्झिनु पर्यो है मेन कुरा के त C भन्नुभएको छ C हुँदैन है C हुँदैन आजबाट सुरु गर्दिनु भएन के यो कङ्क्रिट टेक्नोलोजी आउँछ है टाइम आउँछ अब यहाँ हेर्नु त कसैले B भन्नुभएको छ कसैले अब हेर्नु है यहाँ क्वेशनले के भनेको छ द फ्लोर हाइट अफ अ 3 meter building is connected with 17 number of trades going number of riser is भनेको छ भर्खर है कति 4 बजेबाट स्टार्ट भयो हेर्नु है त सिधै के दिएको छ त नम्बर अफ ट्रेड्स दिएको छ T भनेको 17 दिएको छ = R - 1 R भनेको कति त 17 + 1 = 18 यसरी किन त केही पनि दिएको छैन भने चाहिँ के बुझ्नु पर्यो त यो चाहिँ स्ट्रेट फ्लाइट हो यहाँ कुनै पनि ल्यान्डिङ छैन भनेर बुझ्नु पर्छ के त स्ट्रेट फ्लाइट हो स्ट्रेट फ्लाइट हो यहाँ कुनै पनि नो ल्यान्डिङ यसरी बुझ्नु पर्यो है 17 पर अनि यो किन त ट्रेड चाहिँ राइजर भन्दा 1 कम हुन्छ भनेर सम्झिनको लागि चाहिँ के गर्नु पर्यो त हेर्नुस् त यहाँ सधैं राइज ट्रेड भयो अनि राइज अनि लास्टमा के भइदिन्छ एउटा ट्रेड ल्यान्डिङ भइदिन्छ
एउटा ट्रेड त ल्यान्डिङमा परिणत हुन्छ नि त। त्यही भएर सधैँ के हुन्छ त, ट्रेड भनेको चाहिँ राइजर भन्दा एक कम हुन्छ। के को कारणले गर्दाखेरि भन्दा एउटा ट्रेड चाहिँ ल्यान्डिङ भइदिने कारणले गर्दाखेरि चाहिँ सिधै टी इक्वल्स टु r-1 भन्ने फर्मुला सम्झिनु पर्यो है। अब हामी स्टेयरकेसको पार्ट्स हेरौँ है त। मैले यो मेटाइदिउँ, डी सियर भन्नु डी टिक्लाइसकेको छ है। त्यो मार्करमा इङ्क छ हेर त। डगलेग स्टेयरकेस कनेक्टिङ टु फ्लोर्स हुन्छ भने -2 हुन्छ है, -2 हुनु पर्यो। किन त त्यसमा दुईटा फ्लाइट हुन्छ नि त, दुईटा फ्लाइट भइसकेपछि -2 हुन्छ डगलेग स्टेयरकेस भन्यो भने। ल अब हामी स्टेयरकेसको पार्ट्सहरू भन्नुभएको थियो। सर स्ट्रेट फ्लाइट कसरी भयो भनेर केही पनि भनेको छैन भने सिधै नम्बर अफ ट्रेड्स त्यहाँ छ। डगलेग स्पेसिफाइड भएको छैन भने स्ट्रेट फ्लाइट नै भनेर बुझ्नु पर्यो, बिना ल्यान्डिङको भनेर। अनि यो फर्मुला लाउनु पर्यो, एउटा फ्लाइटको लागि मात्रै हो यो फर्मुला चाहिँ। यदि डगलेग भनेको भए भए के हुन्थ्यो त, एउटा फ्लाइटको लागि क्यालकुलेट गर्नु पर्यो, इन्टु 2 गर्नु पर्थ्यो होइन। हो, यो चाहिँ स्ट्रेट स्टेयर कनेक्टिङ टु फ्लाइट्स भन्यो भने चाहिँ यस्तो भयो। अब मैले स्टेयरकेसको फिगर बनाउँछु र पार्ट्सहरू हेर्छौँ है। डगलेग स्टेयरकेस भनेपछि के हुन्थ्यो त, त्यहाँ त दुईटा फ्लाइट हुन्छ। दुईटा फ्लाइट भइसकेपछि तातो पानी डगलेग टु एउटा क्वेसन गरौँ, ओके है सर। 1 डगलेग टु गरौँ, ओके। क्वेसन है, in a dog-legged staircase provided in residential building of height 2.70 meter, the height of riser is 15 centimeter, then the number of trades is A मा 16, B मा 17, C मा 18, D मा 19। हेर्नु त यहाँ डगलेग स्टेयरकेस भनेर स्पेसिफाई गर्यो, एन्ड दिएर ट्रेड सोधेको त्यो पनि एउटै हो है। अब यहाँ डगलेग भनेको छ, यो भनेन भने पनि के हुन्छ र भन्यो भने के हुन्छ भन्ने कुरा हो है। अब हेर्नुहोस् है त, डगलेग स्टेयरकेस भनेको के हो पहिला बुझ्नु पर्यो। सिम्पली हाम्रो घरहरूमा प्रोभाइड गर्ने नर्मल स्टेयरकेसलाई चाहिँ के भन्छ त, डगलेग स्टेयरकेस भन्छ। डगलेग स्टेयरकेस भनेको के त, हाम्रो घरहरूमा प्रोभाइड रेसिडेन्सियल बिल्डिङहरूमा प्रोभाइड गर्ने नर्मल स्टेयरकेसलाई चाहिँ डगलेग स्टेयरकेस भन्छ। ल यो डगलेग स्टेयरकेस भयो। यसमा के हुन्छ त, यो एउटा फ्लाइट भयो, ल्यान्डिङ भयो, त्यसबाट फेरि यो ल्यान्डिङबाट फेरि फ्लाइट सुरु भएर यहाँ ल्यान्ड हुन्छ, यसरी अप जान्छ नि होइन। दुईटा फ्लाइट छ भनेर बुझ्नु पर्यो, त्यसमा 2 फ्लाइट्स, दुईटा फ्लाइट हुन्छ डगलेगमा। अब एउटा फ्लाइटको हाइट कति छ त, फ्लोर हाइट कति भनेको छ त, यसलाई यसरी सेक्सन काट्यो भने चाहिँ एक्स वाइवाईमा सेक्सन काट्यो भने कस्तो देखिने भयो त, ल यता गएर फेरि यहाँबाट सुरु हुन्छ स्टेयरकेस। अनि यो बिल्डिङको हाइट चाहिँ कति छ अरे त, यो हाइट चाहिँ 2.70 मिटर छ अरे। अब यहाँसम्म एउटा फ्लाइट हुन्छ, त्यसबाट फेरि यहाँबाट माथि त अर्को फ्लाइट हुन्छ।
हाइट अफ इच फ्लाइट कति आउँछ त? हाइट अफ इच फ्लाइट भनेको 2.70 टोटल हाइट डिभाइड बाई 2 हो नि। ट्याक्कै यसलाई चाहिँ बिल्डिङको हाइटलाई डिभाइड बाई 2 गरेपछि 1.35 मिटर आउँछ। अब 1.35 मिटर आइसकेपछि नम्बर अफ यो 1.35 मिटरमा चाहिँ कतिवटा राइजर, यो कतिवटा राइजर, यो 15 सेन्टिमिटर 15 सेन्टिमिटर राइजर चाहिँ कतिवटा अट्न सक्छ त? नम्बर अफ राइजर इन इच फ्लाइट भने कति भयो त? 1.35 मिटर डिभाइड बाई 15 सेन्टिमिटर भने 0.15 मिटर, त्यो भनेको 135/15 भनेपछि 9वटा रहेछ। राइजर चाहिँ कतिवटा रहेछ त? 9वटा राइजर रहेछ। भनेपछि एउटा फ्लाइटमा नम्बर अफ ट्रेड्स कति हुन्छ त? नम्बर अफ ट्रेड्स इन इच फ्लाइट, नम्बर अफ ट्रेड एउटा फ्लाइटमा कति भयो त? टी इक्वल्स टु r-1 हो नि। r भनेको 9 - 1 इक्वल्स टु 8 भनेपछि एउटा फ्लाइटमा 8वटा रहेछ क्या। यस्तो चाहिँ यो ट्रेड चाहिँ 8वटा ट्रेड रहेछ। भनेपछि दुईटा फ्लाइटमा कति हुन्छ त? 8 × 2 गरेर 16 हुन्छ यसको एन्सर। यसको एन्सर चाहिँ कति हुन्छ त? 16 भयो। तर हेर्नु है, अगाडिको क्वेसनमा म्याक्सिमम स्टेप्स 15 भन्नुहुन्थ्यो, अनि त्यो क्वेसनमा 17 ट्रेड्स कसरी हुन गयो, कसरी भयो भन्नुभएको छ है। त्यो चाहिँ क्वेसनमा सिधै के स्ट्रेट फ्लाइट एज्युम्ड भ्यालु हो नि त होइन। 2.70 मिटर भनेको चाहिँ जेनरली स्ट्रेट फ्लाइटमा चाहिँ बढी हुन सक्छ। तर कोडले चाहिँ रेस्ट्रिक्सन्स रेसिडेन्सियल बिल्डिङहरूको केसमा चाहिँ 15मा रेस्ट्रिक्सन्स गरेको छ है। अब हेर्नु त यहाँ कति यसको एन्सर 16 हुन गयो। अब यसमा चाहिँ डगलेग डिस्ट्रिक्ट केस नभनेको केसमा के हुन्थ्यो त? डगलेग डिस्ट्रिक्ट केस नभनेको भए एन्सर कसरी निकाल्नु पर्थ्यो त? सिधै 2.70 मिटरलाई चाहिँ डिभाइड बाई 15 गर्नु पर्थ्यो। 15 0.15 मिटर कति आउँछ त? 270 डिभाइड बाई 15, 15 एकान 15, 15 कति भयो? 15 1 जा 15, 15 8 जा 18वटा चाहिँ के रहेछ त? राइजर रहेछ। टी इक्वल्स टु r-1 गरेर चाहिँ 18 - 1 इक्वल्स टु 17 निकाल्नु पर्थ्यो यसरी। यसको एन्सर हेर्नु त, डगले डिस्ट्रिक्ट केस नभए भए चाहिँ 17 हुन्छ भनेर सम्झिनु पर्यो है। सिधै के त स्ट्रेट फ्लाइट हो भनेर सम्झिने। 18 भनेर कसले भन्नुभयो? 18 मैले यो मेटाइदिएँ है त। हेर्नु है, डगलेग डिस्ट्रिक्ट केस छ भने सधैँ -2 गर्ने। -2 किन त? दुईटा फ्लाइट छ, त्यही भएर टोटल नम्बर अफ राइज निकाल्ने -2 गरेर। टी इक्वल्स टु r माइनस टोटल नम्बर अफ ट्रेड भनेको टोटल नम्बर अफ राइजर -2 हुन्छ डगलेगमा। तर स्ट्रेट फ्लाइट छ भने चाहिँ -1। टी इक्वल्स टु r-1 सम्झिने। टी इक्वल्स टु r-1 चाहिँ भ्यालु सम्झिनु पर्यो है। अब स्टेयरकेसको पार्ट्सहरू हेरौँ है त। सुरुमा स्टेयरकेस बनाऊ, त्यसपछि स्टेयरकेसको पार्ट्सहरू हेर्छौँ। यतिको सल्भ गर्न यतिको टफ क्वेसन आयो यदि अब्जेक्टिभमा भने है। यदि अब्जेक्टिभमा चाहिँ यतिको क्वेसन आयो भने चाहिँ यतिको टफ क्वेसन चाहिँ आउन सक्छ। अब